हेलो गाइस, आज चाहिँ डोला चाहिँ हाम्रो पार्टी भइरहेको छ आजको रुममा हो है। म्यानेजर चाहिँ यहाँ छ है, केटाहरू चाहिँ यहाँ छ है। अर्जुन भाइ यता सुखदास चाहिँ कहाँ गएर आएको? कहाँ गएर आएको? कुनै भाइ चाहिँ सिरियस भएर आएको छ हो। यहाँ मनिष भाइ, मनिष डर लाग्दो छ है कोडिङ चाहिँ म यो त मनिष भाइले काटेको, दामी काट्दो रहेछ है। म्यानेजर साथ चाहिँ यहाँ छ हो। अब यहाँ चाहिँ के हुँदैछ हो? सुरेश कता? लाल भाइ यहाँ अब यहाँ के हुन्छ तपाईँहरूलाई देखाउँदै त। यो त प्याजको किमा बनाउँदैछ हामीले हो। मनिष भाइले हेर्दा यो चाहिँ किमा मोमोको लागि डरलाग्दो यो चाहिँ अघि कोपी भइसकेको। यतिको गर्नु चाहिँ उनीहरूले होटल खोज्छन्, होटल अर्जुन बस न, के भएको? अब हडेको नगर न। बस न, मेरो त जी हो अन्त। ल बस न, के भएको? बस न, के भएको? बस आउँदै बस। समय निस्किनु होइन, जाँदा समय निस्किनु पऱ्यो नि त होइन। म त कहाँ निस्किनु? अर्जुन भाइलाई भनेको बिर्सिहाल्छ रे मनिष सक्यो। यहाँ चाहिँ यहाँ किमा भर्खर बनिँदैछ हो। यो चाहिँ प्याज र कोपी हो। यहाँ चाहिँ आलु उसिन्दैछ हो। आलु आलुचप बनाउँदैछ हो। भर्खर यहाँ चाहिँ किमा बनिँदैछ, आधी बनिसक्यो हो। यहाँनिर कोपी नपुग्ला जस्तो भएर चाहिँ यहाँ लिकिन आएको घरको हो। केटाहरू अलिक यहाँ जनअभिवादन चाहिँ अलिक यहाँनिर निकै भयो जस्तो छ हो। अझै केटाहरू 4-5 जना चाहिँ बाहिर घुम्नु गइरहेको छ। मेरो हालत त्यस्तो भइरहेको चाहिँ पसिनै सुदास किमा बनाउन अलिकति भनेको थाक्यो नि त हो। बनाउन हो, अलिक बनाउँदा एउटा कोपी लाग्छ नि त्यसको बनाउन। यता चाहिँ मेरो सानो कान्छा भाइ यता टेन्सन है। ओ सुदास बनाउन अलिकति आउन। एउटा डान्स हान्दिनु सक्ला। ओ सुको भाइ चाहिँ कहाँ गयो? सुक्दासलाई भरेको मानेन अन्त अब यता एउटा मनमा धेरै टेन्सन भयो नि। कोपी त काट्नै पऱ्यो नि त, काट्नै पऱ्यो। मनमा धेरै टेन्सन कोपी त काट्नै पऱ्यो। यसमा बुझ्नु अलि धुनु पर्छ होला है। कोपी त अलिक बिग्रेको रहेछ नि त। 40 रुपियाँ केजी दियो। बाहिर राम्रो रहेछ नि त फेरि हो। धुनुपर्छ के गरेको तिमीले? यस दाजुको भ्लगमा के भन्नु त भन्नु न। मलाई के भन्नु, दाजुको छिटोभन्दा छिटो प्रगति होस् होइन, जिन्दगीमा राम्रो पुण्य होस्, राम्रो उमेर ठुलो हो। भाउजू भन्छु, भाउजू राम्रो परुन्, कोपी काट्दै दाजुको राम्रो होस्, तपाईँ राम्रो होस्। पुतिक भाइ बोल्दैन। कोपी कटाइले सुको भाइ हराइहाल्यो यहाँ गयो त। मैले जुगाड गरेँ अन्त लाग्यो भन्थ्यो नि त। जुगाड गरेँ पर पुग्दैन भन्थ्यो नि त।
मनिष 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 अधिकारी हो त मनिष जी मनिषको लागि चाहिँ अब एउटा असल प्रकारको एउटा असल होइन चिल चिल सब भएको होइन असल कञ्चन त होइन होला किमा गराइ चाहिँ यो छ डल्लै त गरम छ कोपी चाहिँ काटेर नसक्ने रहेछ हाम्रो यता फेरि पुतिक भाइले हल्का है यता भाइ डल्लै त मुसा है मुसिसक्नुपर्छ डल्लै यो तर हाम्रो यता सिङ्गर दाजु के हो दाजु कन्टिन्यू गर्नु नि हौ गीत सुन्दैछ हामी फेरि कन्टिन्यू गर्नु नि सुकु भाइ चाहिँ गयो गयो क्या त्यो भाइ त फेरि पिकनिक भनेर गयो क्या फेरि के छ हौ आज के साह्रो बिजी हो बिजी साह्रो 15 हो 15 हो नि हौ दाजु कन्टिन्यू गरौँ न हौ दाजु पाक्दैछ कन्टिन्यू गर्नु नि डला मनिष त डला त काम गर्दैछ त एउटा डान्स हाने कस्तो लाग्छ जिभरि तिमीलाई साँच्ची राखु जस्तो लाग्छ गीतभरि तिमीलाई भाइ त के लिएर आयो भाइ हो अब हामी चाहिँ अलिकति त्यस्तो कुदाइमा परेछ कि कन्टेकको कुदाइको के ल्याएको त्यो चाहिँ ओ आउन बेल्नु त्यो आँटा चाहिँ थिच्न हाल्छ म चाहिँ बेल आउन के गर्नु यो चाहिँ लाइभ छ त अन्त लो यो त ट्यालेन्ट हो नि त केटाको गलत जग्गा बेल्दैछ त अन्त लो अब त शीतल भयो एक मिनट 30 वटा हुन्छ त यता चाहिँ परेन यहाँ कुकलाई कुक कहाँ बिर्सेको यहाँ कुकले टक्कै यहाँ हो यस तिमी त के उयो के चाहिँ
हँ यहाँ हाम्रो बहिनी कम बुहारी खास त्यस्तै छ यस्तो मान्छेहरू अघि चाहिएको नि त है हेर न बेलो निनीले सिकाएर जस्तो दिलो पक्का हो कस्तो भयो आलु चपको रिभ्यू दिनु अरे ल डरलाग्दो मिठो कि अमिलो पिरो भन्नु पनि डर लाग्दो भनेको त त्यो कस्तो भयो त्यसलाई खायो होला न अब भयो ल भाइ अब भाइ भाइ बिस्तारै जानु ल यता फेरि सिरियस भइरहेको छ टक्कै अझै भर्खर मोमो बनाइसकेको नि त यहाँ चाहिँ आलु चप छ हो यहाँ चाहिँ पाक्दैछ हो न्युज पेपर टाँसेको कागज